नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई अझै एउटा मेरो नयाँ भ्लगमा। सो आज चाहिँ क्रिसमस, सबैलाई मेरी क्रिसमस है। सो आरुष हाई भन्नु न, यस्तो हेलो गर्छु न, हाई भन्नु, हेलो कि हाई, यस्तो यस्तो हात हल्लाइदेऊ न। अझै होइन यस्तो यति तल खेल्न हिँडेको के। सो एकछिन फुटबल खेल्नु भनेको एकैछिन। सो ग्राउन्ड त छैन, यतिकै आँगनमा खेल्ने हो। आँगन भनेको यही खेल्छौँ, जहिले पनि यही खेल्छौँ हामीले फुटबल। यहाँ यता असिम गोलकिपर बस्छ, मैले चाहिँ यहाँबाट सुट हान्छु, यतिकै खेल्छौँ। असिम घरमा छैन क्या, त्यसो म बोलाउँछु। सो यहाँ हेर्नु न, सुरु फेरि यहाँ आइन्छ क्या घरबाट होइन, त्यो म्याउ म्याउ गर्दै आइरहेको। सुलु आइज भनेको चाहिँ नाम थाहा पाएर। ओ सुलु यता हेर्दै हो। सो अहिले चाहिँ असिम घर रहेनछ, खै कता अब बारीतिर गयो होला नि, त्यो आफ्नो माङसँग घर रहेनछ त्यो। अहिले म फोन गर्छु गएर त्यसलाई, बारीमा रहेछ भने यत्तिकै बस्नु पर्यो घर, नत्र एकछिन फुटबल खेल्नु पर्यो भनेर हो क्या। त्यो पनि भर्खरै सुन्तला त झरेको, सानो कुनै झरेर फुटेको हुन्छ नि, होड त खोस्टाएर आएको, होड त्यसबाट फेरि जाँड बनाएर रक्सी बनाउनु मिल्छ के अरे, त्यही भएर भर्खरै खोल्साएर आएको के अरे। हिजो खोल्सा थिएँ, हिजो नभ्याएर आज चाहिँ खोल्साएको फेरि भर्खरै। मम्मीले खाना पकाउने हुनुहुन्थ्यो, मैले खोल्साउँदै भर्खर खोल्साएर भ्याएको। सो अहिले चाहिँ म घर हिँड्छु क्या, थुप्रै बेर 1 घन्टा जति कुऱ्यो होला, तर पनि यहाँ होइन घाँस काट्नु गयो होला रुखको त्यो माङसँग। सो मम्मीले चाहिँ अहिले मलाई बोलाएर म चाहिँ घर हिँडिरहेको, घरको काम चलिरहेको। अब घर बनाउनु मिस्त्रीहरू पनि आउनुभयो होला, 8 बजे आउने हो के अरे, 8 बजे उहाँबाट हिँड्ने, अनि 8:30 9 बज्न लाग्दा फेरि आउनुहुन्छ क्या। सो अहिले चाहिँ काम गर्न स्टार्ट भइसकेको छ, 2 जना मात्र आउनुभयो, काम गर्न स्टार्ट भइसक्यो। सो यो चाहिँ यहाँ अड्किसकेको छ। जा किन झर्छस् त नि, यति जाब झर्न पनि साइड झर्निन्छ त हामी त। ल दिप्सन सुस्त आइज त, के हुन्न कि हो, नडरा न। अब चाहिँ दोकान झर्ने, काम गर्न स्टार्ट भइसक्यो छ। सो अहिले चाहिँ म हेली झरिसकेको छु, हेली झर्दै हो, झरिसकेको छैन, झर्दै हो। आज चाहिँ मौसम अलिक क्लियर छैन कि, पुरै बादल राखा, त्यही भएर हिमाल पनि देख्दैन त्यहाँ। हिमाल त आफ्नो घर होला, बादल के मौसम आज क्लियर छैन, क्लाउडी छ, क्लाउडी बादल आएको छ। असिम आयो होला बल्ल, म हेर्नु झर्न लागिसकेँ, बल्ल आएको होला घाँस काटेर खेलौँ भनेको, कि अझै आएन, अझै आएर छ क्या। सो अहिले चाहिँ हामी घरतिर फर्केको, आउँदा थकाइ आएर एकछिन बसेँ खाम, बाबा त्यहाँ हुनुहुन्छ, म यहाँ छु। काम कति आज बनाइदिउँ है, वाल मात्र लाएर चाहिँ, सो वाल मात्र लाएर चाहिँ, वालमा चाहिँ त्यस्तो उसाल्नेमा जग हुन्छ नि, हो त्यसमा ढुङ्गा हाल्ने छ। सो अहिले चाहिँ भर्खर भात खाएर बेडमा म गर्छु, म पनि होमवर्क गर्छु। सो आजको लागि यति नै, लाइक गर्नु नबिर्सनु, सब्सक्राइब पनि गरिदिनु होला। आजको लागि यति नै, बाई।